ल साथीहरू अहिले हामी चाहिँ ठ्याक्कै यो चिसा पानीदेखि मुनि माई खोलाको पुलमा आइपुगेको छौँ। पुल चाहिँ अवरुद्ध भएको रहेछ, भत्किया रहेछ, मतलब वारीको वारी गाडी पारिबाट आउने प्यासेन्जर त्यहाँबाट हिँडेर आउँछ, वारीको वारी पारीको पारी। हामी चाहिँ पारी परिरहेको छौँ अहिले। यस्तो छ है साथीहरू यहाँको अवस्था, म देखाउने कोसिस गरिरहेको छु। ल यहाँ चाहिँ पुरै यस्तो छ माईको अवस्था। यो पुल चाहिँ यहाँ पुरै बिचको एउटा पिलर चाहिँ दबेर यहाँ बिचमा चाहिँ यसरी झरेर रहेछ माई। निकै ठुलो बाढी आएको रहेछ माथि सिमेन्ट बालुवा। यस्तो छ है अवस्था।